एक हप्ता अघि एकजना सदस्यले मलाई एउटा बाकस पठाए र भने कि यसमा संसारकै सबैभन्दा बुद्धिमान र मनमोहक किरा छ। बाकसमा कुनै क्र्याबको चित्र बनाइएको थियो। म त थाहा नै थिएन कि क्र्याबहरू यति बुद्धिमान हुन्छ। आउनुहोस् बाकस खोलौँ र उसलाई हेरौँ। भित्र हामीलाई थुप्रै पत्रिका र एउटा रासायनिक हिटरले पर्खिरहेको थियो जसले बाकस बन्द हुँदा पनि त्यसलाई न्यानो राखेको थियो, जबकि बाहिर पहिल्यै हिउँ परेको थियो। छेउमै पत्रिकाको इँटा थियो जसको भित्र फेरि त्यस्तै अर्को इँटा थियो र त्यसको भित्र यस्तो फोमको सानो बाकस थियो। अब यसलाई खोल्छौँ र रुईको थुप्रोमा हाम्रो क्र्याबलाई खोज्छौँ। मैले एउटा धेरै सानो टेस्ट ट्युब भेटाएँ जसमा कुनै प्रकारको शिलालेख लेखिएको थियो र त्यसमा एउटा सानो फुल कोरिएको थियो। एकछिन पर्ख, मलाई लाग्छ त्यो गङ्टो होइन, वास्तविक माकुरो हो। यसलाई खोलौँ। हेर त कति प्यारो छ ऊ। पुरा 2 दिन ऊ बन्द बाकसमा बसेको थियो जुन कुरियरको चिसो बसमा थियो र हामीतिर आइराखेको थियो। त्यसैले उसले अलिकति तनाव झेल्यो र अहिले आफ्नो घरबाट बाहिर निस्कन डराइरहेको छ। तर केही मिनेटपछि निस्कने ठाउँको वरिपरि 1 मिलिमिटर बिस्तारै छाम्दै ऊ बल्ल बाहिर निस्कियो। मलाई तुरुन्तै उसलाई उठाउन मन लाग्यो र मैले हात टेबलमा राखेँ। उसले हातमा चढ्न केही प्रयास गर्यो तर हरेक पटक ऊ फर्केर टेबलमै फर्कन्थ्यो। देखिन्छ अहिले उसले मलाई विश्वास गरेको छैन। तर विश्वास सधैँ समयसँगै आउँछ यदि तपाईँले आफ्नो पाल्तु जनावरलाई माया र कदर गर्नुभयो भने। हेर्नुहोस् त ऊ हाम फाल्यो। पत्ता लाग्यो यो त जम्प गर्ने माकुरो रहेछ। प्रकृतिमा हाँगाबाट हाँगामा हाम फाल्दा उसले आफ्नो शरीरको लम्बाइ भन्दा धेरै गुणा टाढासम्म हाम फाल्न सक्छ। हेर्नुहोस् त कति सानो छ ऊ। उसको आकार जम्मा केही मिलिमिटर मात्र छ। म प्राय डराउँछु कि ऊ कतै हाम फालेर हराउने त होइन भनेर। हामी उसलाई रोड्रिगो भनेर नाम राख्नेछौँ। दिउँसो लामो यात्रा गरेपछि माकुरो पक्कै भोकाएको थियो। त्यसैले मैले उसकै लागि यस्तो एउटा कपमा राखिएको माखी फार्म किन्नु पर्यो जसले निकै छिटो यस्ता अनौठा जेनेटिक रूपमा परिमार्जित साना माखीहरू उत्पादन गर्छन् जसले अनौठा कुरा गर्छन्। यसपछि ती माखीहरूले कपको तल यस्तै दलियामा अन्डा राख्छन् जुन ओट्स मिसाएको हुन्छ। अन्डाबाट लार्भा निस्कन्छन् जसले रमाइलो गर्दै दलिया खान्छन् र माखीमा परिणत हुन्छन्। तिनीहरूको जिनमा यस्तो म्युटेसन छ जसका कारण तिनीहरूमा पखेटा भए पनि उड्न सक्दैनन्, तर तिनीहरूले पछाडि साल्टो गर्न सक्छन्। यसले माकुरोलाई यस्ता माखीहरूमा सफल शिकार गर्ने सम्भावना बढाउँछ। सुरुमा हामी माखीलाई सानो बोतलमा राख्छौँ र माकुरोको प्रतिक्रिया हेर्छौँ। रोड्रिगोले तुरुन्तै माखी देख्छ र त्यसको पछाडि लाग्न थाल्छ। माकुरो धेरै चालाक छ र चिप्लो बोतलबाट नखस्न उसले बोतलमा जालको रूपमा सुरक्षा जडान गर्छ। 1 मिनेटपछि ऊ पर्याप्त नजिक पुग्छ र बिजुलीको गतिमा आक्रमण गर्छ। ऊ यति छिटो हाम फाल्यो कि त्यो टेलिपोर्ट जस्तो देखिन्थ्यो। खुसीले उसले खुट्टा उठाउँछ मानौ उसले आफ्नो शिकार देखाउँदैछ। यद्यपि जम्पिङ माकुरो क्युट देखिन्छ, ऊ एकदमै घातक हत्या मेसिन हो। उसका अगाडिका प्यारा जस्तो देखिने पन्जा पछाडि 2 धारिला दाँत लुकेका छन् जसमा घातक विष भरिएको हुन्छ। माकुरोले ती दाँतहरू आफ्नो शिकारमा गाड्छ र त्यसमा विष छोड्न थाल्छ जसले तुरुन्तै मक्खीका सबै मांसपेशी र अङ्गहरूलाई पक्षाघात बनाउँछ। उसको प्रतिरोध रोकिदिन्छ। अर्थात् मक्खीको दिमागले सायद अझै के भइरहेको छ भन्ने बुझ्न सक्छ, तर उसले अब केही गर्न सक्दैन। तर अगाडि झनै रोचक कुरा छ। माकुरोसँग दाँत र हामीलाई जस्तो सामान्य मुख हुँदैन जसले खाना चपाउन सकियोस्। त्यसैले उसको विषमा एउटा यस्तो एन्जाइम हुन्छ जसले शिकारको भित्री तन्तुहरूलाई फुटाएर तिनीहरूलाई तरल प्युरीमा परिणत गर्छ। त्यसपछि उसले आफ्नो शिकारलाई जस्तो कि स्ट्रबाट जुस पिउँदा होस् त्यस्तै गरेर चुस्न थाल्छ। हेर्नुहोस् कसरी टोकाइको कालो परेको ठाउँ र विष प्रवाह भएको भाग स्पष्ट देखिन्छ। मानौ यो कुनै जम्बीको टोकाइ हो। देखिन्छ विषको रङ गाढा रातो छ। यस्ता दृश्य खिच्न हामीलाई राम्रैसँग हैरान हुनु पर्यो। हेरौँ त माकुरो कति सानो छ र क्यामेरा कति नजिक लैजानु पर्छ उसलाई खिच्न। 15 मिनेटपछि त्यो झ्याउरो पुरै चुसिएको थियो र आकारमा निकै सानो भएको थियो।
रोबर्टोले आफ्नो भोजन सकियो र उसको शरीर हामीलाई देखाउन छोडिदियो। उसको आँखा हेर्नुहोस्, मानौ ऊ साँच्चीकै सुक्खा जम्बी झ्याउरोको अवशेषमा परिणत भएकी छ, जुन 20 मिनेट अघि मात्र पछाडि पल्टेर रमाइलो गर्दै थिए। यसपछि म अलि डराउन थालेँ रोड्रिगोबाट, किनभने म उसको टोकाइपछि जम्बी बन्न चाहँदैन थिएँ। तर पनि सायद उसले बुझ्यो कि म उसको शत्रु होइन, बरु उल्टै उसले मलाई मन पराउन थाल्यो र पहिलो पटक आफै काखमा आउन माग्यो। मलाई लाग्छ ऊ मलाई विश्वास गर्न थाल्दैछ। सक्छ तपाईँले ध्यान दिनु भएन होला, तर जम्पिङ स्पाइडरको आँखा आँखा हुन्छन् जसको आफ्नै काम हुन्छ र जसले उसलाई लगभग 360 डिग्रीसम्म हेर्न सक्ने क्षमता दिन्छ। पछाडि रहेका आँखाहरूले उसलाई स्पष्ट तस्बिर त दिन्नन्, तर वरिपरिका वस्तुहरूको रूपरेखा र सम्भावित शिकारको चालपल्ट बुझ्न मद्दत गर्छन्। अगाडि रहेका छेउका आँखाहरूले पछाडिका आँखाभन्दा धेरै राम्रो देख्छन्, तर सबैभन्दा स्पष्ट तस्बिर उसले 2 ठुला आँखाबाट पाउँछ। यी 2 आँखा सन्नाइपरको निशाना जस्तै हुन्, जसले टाढाबाट तस्बिरलाई नजिक ल्याएर सबैभन्दा राम्रो गुणस्तरको तस्बिर दिन्छन्। उसको टाउको आधुनिक उच्च स्तरीय स्मार्टफोन जस्तै हो, जसमा विभिन्न काम गर्ने धेरैवटा क्यामेरा हुन्छन्। यिनै ठुला आँखाहरूको कारण ऊ अरू मकुण्डोभन्दा फरक, चाखलाग्दो र बुद्धिमान देखिन्छ। कहिलेकाहीँ जम्पिङ स्पाइडरहरू आफ्नै प्रजातिका अरूलाई शिकार गर्छन् र तिनीहरूको विकसित मस्तिष्कले लक्ष्यमा पुग्नका लागि आफ्नो बाटो योजना बनाउन सक्षम बनाउँछ। ऊ अरू मकुण्डोको जालोमा राम्ररी चढ्न सक्दैन, तर ऊ तिनीहरूभन्दा अग्लो हाँगामा चढ्न सक्छ अनि त्यसपछि आफ्नै जालोबाट तल झरेर शिकार नजिक पुगेर आक्रमण गर्न सक्छ। यदि यस्तो विकल्प सम्भव छैन भने चालाक जम्पिङ स्पाइडर सिधै शिकार भएको मकुण्डोको जालोको छेउमा पुग्छ र आफ्नो खुट्टाले त्यसलाई तान्छ। कमजोर दृष्टि भएको मूर्ख मकुण्डोले यो जाल हो भन्ने बुझ्दैन र आफ्नो जालोको छेउमा जम्पिङ स्पाइडरको फड्को पुग्ने दूरीमा आइपुग्छ, जहाँ ऊ सजिलै शिकार बन्छ। तपाईले याद गर्नुभएको होला, जम्पिङ स्पाइडरहरू हाम फाल्न सक्छन्। त्यसैले हामीले रोड्रिगोलाई एउटा सानो चुनौती दिने निर्णय गर्यौं, जहाँ उसले एउटा पेन्सिलबाट अर्को पेन्सिलमा हाम फाल्नुपर्छ, प्रत्येक पटक दूरी बढाउँदै। उबाट के चाहियो भनेर उसले बुझेको देखिँदैन। हे रोड्रिगो, तिमी यहाँबाट अर्को पेन्सिलमा जानुपर्छ। अनि ऊ सफल छ। हामी दूरी बढाउँछ। प्रत्येक हाम फाल्नु अघि उसले कसरी सुरक्षा डोरीमा टाँस्छ याद गर्नुहोस्। आखिर यदि ऊ अग्लो रुखको हाँगाबाट लड्यो भने उसले फेरि माथि चढ्न धेरै समय खर्च गर्नेछ। हामी पेन्सिलहरू धेरै टाढा राख्छौँ, जुन मलाई लाग्छ उसले धाक्न सक्ने छैन। रोड्रिगोले ध्यानपूर्वक तयारी गर्छ, पुरानो जाल हटाउँछ ताकि त्यो उसलाई बाधा नपुर्याओस् अनि उड्न जान्छ। र यहाँ हामी देख्छौँ सुरक्षा जाल कति राम्रोसँग काम गर्छ। यो ठिक त्यस्तै हो जस्तो खेलमा सेभ गर्ने मौका पाइन्छ। असफल भएमा त्यही स्थानबाट सुरु गर्न सकियोस्। अनि उसले सफल भएर यो ठिक त्यस्तै हो, मानव मानिसले 10 मिटर हाम फालेको छ। 2 दिनपछि मैले रोड्रिगोलाई अझ गम्भीर प्रतिद्वन्दी दिन प्रयास गर्ने निर्णय गरेँ, जसलाई सुरुमा फेला पार्न र समात्नै पर्छ। सामान्यतया यी जीवहरू भान्सामा फारहरू बीच पाइन्छन्। जस्तो देखिन्छ मैले एउटा देखेँ। यो यस्तै किसिमको किरा हो। यसको खोल मुसाबाट बढी बाक्लो छ र अहिले हामी हेर्छौँ कि रोड्रिगोले यसलाई जित्न सक्छ कि सक्दैन। जब किरो अलिकति आराम गर्न सुत्यो, हाम्रो माकुरो नजिकै पुग्यो र मौका मिलाएर आक्रमण गर्यो। उसले तुरुन्तै किरोको टाउको समातेर सिधै दिमागमा सुताउने औषधि हाल्छ, ताकि उसले खुट्टा चलाउन छोडोस् र गहिरो निद्रासँगले जाओस्। त्यसपछि उसले घाँटी समातेर त्यहाँ अर्को इन्जेक्सन दिन्छ। मलाई लाग्छ किरोको खोलबाटै विषले कालो भएका भागहरू देख्न सकिन्छ। 3 मिनेटपछि उसले किरोको शरीर गुमाउँछ ताकि अर्कोपट्टि पनि आफ्नो शिकारलाई प्रक्रिया गर्न र फर्मेन्ट समान रूपमा भिजाउन सकोस्। म बुझ्दिनँ उसले यो किन गर्यो, तर जब रोबर्टोले किरोको पेटको सबै भित्री भाग चुस्यो, उसले कुनै कारणले भित्र केही पारदर्शी तरल पदार्थ हाल्यो जसले किरो फुलाएर बेलुन जस्तो बनायो। यद्यपि किरोको किटिनयुक्त खोल मुसाको खोलभन्दा धेरै बलियो हुन्छ, तर मकुण्डोको फर्मेन्टहरूले यसलाई नरम बनाउन सक्छन् र उसलाई निकै बलिया किराबाट पनि शिकार गर्न सक्ने बनाउँछन्।
अहिलेसम्म रोबर्टो अझै सानो छ, तर भविष्यमा ऊ ठुलो हुनेछ र अझ ठुला प्रतिद्वन्द्वीहरूसँग पनि जुझ्न सक्नेछ। यदि तपाईँमध्ये कसैलाई मकुन्दो रोबर्टोसँगको यो श्रृङ्खला मन परेको छ भने तल कमेन्टमा लेख्नुहोस् अनि हामी तपाईँका लागि यस कथाको अर्को भाग तयार गर्नेछौँ।